नमस्ते एन्ड गुड मर्निङ वेलकम टु माई मिनी भ्लग। आज चाहिँ डे 4 रहेको छ। डे 4 को दिन म चाहिँ सबेरे बिहान 6 बजे उठेर ब्ल्याङ्केट मिलाएर कोठा चिटिक्क पारेर मजासँगले ब्ल्याङ्केट राखेर मुख धुन गएँ र दाँत मोल्दै बिस्तारै बिस्तारै भ्यू हेर्दै दाँत मोल्दै अनि दाँत मोलिसकेपछि मुख धुँदै फेसवास लाउनै पर्यो। मजासँगले फेसवास लाएर मुख धोएर म चाहिँ कोठामा गएँ टवलले मुख पुछेँ एकछिन मजासँगले सफा भएर अनि थोरै एक्सर्साइज गर्न थालेँ फिट हुनलाई। अनि सेटअप पुसअप हान्दै थाक्दै बिसाउँदै रेस्ट गर्दै मजासँगले सेटअप पुसअप हान्दै मजासँगले सेटअप हान्दै थाकित्त भएर रेस्ट गर्दै त्यसपछि रनिङ हान्दै कोठामा 100 जति रनिङ हान्यो मजासँगले। त्यसपछि रनिङ हानेर खाना पाकिसकेको छ। आज चाहिँ तरकारीमा अन्डा र आलु तरकारी रहेछ अनि मजासँगले खायो, बिस्तारै खायो। छोरीले मलाई नि देखाउनु न काका भन्दै थियो अनि ल म देखाउँछु भनेर अनि मैले खाइसकेपछि छोरीलाई देखाउन थालेँ। छोरीलाई नि बिस्तारै खानु भने मजासँगले छोरीले खाइसक्यो मजासँगले भात। अनि त्यसपछि 9 बजेतिर सुत्ने टाइम भयो। सुतेँ मजासँगले अनि गुड नाइट, सी यू नेक्स्ट भ्लग, बाई।